हामी अहिले नेपालकै पहिलो तीर्थभूमि स्थल बराह क्षेत्रमा छौं। आज 2000 नेपालको 81/11 को महिना 27 गते हामी विशेष गरी सिक्किम र नेपालका थोरै मात्र मान्छे बोकेर, हामी नेपाली हो, बोकेर लिएर आएका छौं। सिक्किमबाट आउनुभयो काँकरभिट्टाबाट मैले पिकअप गरेर लिएर आएँ। बराह क्षेत्र हाम्रो यही तीर्थभूमि स्थल, पवित्र तीर्थभूमि स्थल, मन्दिर, मेन मन्दिर। अब यहाँबाट हामी गएर गंगा स्नान गर्छौं। यहाँबाट हामी गंगा स्नान गर्ने यहाँनेरि हाम्रो चाहिँ कोशी गंगा स्नान, वहाँ पर स्नान पनि गर्दैछन्। त्यहाँनेरि हाम्रो भक्त बाबाहरू, भक्तजनहरू त्यहाँ हुनुहुन्छ। ल हेर्नुस्, असाध्य राम्रो सुन्दर जग्गा छ। तपाईहरुलाई पनि यसरी घुम्न जान परेमा मलाई सम्पर्क गर्नु होला। मेरो फेसबुक प्रोफाइलमा सबै नम्बरहरू छ, कहाँ गएको सबै पोस्ट गरेको छु। यति मलाई गर्नु होला। धन्यवाद।